साथीहरु नमस्कार। एग्रिकल्चर फार्मबाट म बोलिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ यो भैँसीको स्विमिङ पुल हो है। यहाँहरुले भैँसीको स्विमिङ पुल अहिले चाहिँ अलिक ठन्डा छ र पानी परिरहेको कारणले स्विमिङमा सबै जडान गरेको छैन। यो पानी गर्मी भएको बेलामा यहाँनेरि नुहाएर अनि दुध दुहुनु लान्छ। हेर्नु होला यहाँहरु सम्पूर्णले यो भैँसीको यो लिमे भैँसीको क्रस हो है। हेर्नुस् होला आयो ल यो लिमे भैँसीको यहाँनेरि एकदम सानो सानो बच्चाहरु लिएर यहाँनेरि क्रस गरेर यत्रो ठुलो भयो यो। आउ हेर्न सक्नुहुन्छ। यहाँनेरि एउटा राँगा, तीनटा माउ अनि यो पाडी हो। यसको मसिनो यो त ब्याएको छैन। यसको आमाहरु चाहिँ उता हेर्न सक्नुहुन्छ।